ल आजको यो भिडियोमा चाहिँ यो नेक्स्ट ग्रेटर एलिमेन्ट आई भन्ने प्रब्लम सल्भ गरौँ। यो चाहिँ इजी क्याटेगोरीमा लिस्ट गरिएको छ। क्वेसनले के भनेको छ भन्दा द नेक्स्ट ग्रेटर एलिमेन्ट अफ सम एलिमेन्ट एक्स इन एन एरे इज द फर्स्ट ग्रेटर एलिमेन्ट द्याट इज टु द राइट अफ एक्स इन द सेम एरे। भन्न खोजेको यो कुनै पनि दिएको एरेमा सपोज यहाँ एउटा एरे दिएको छ, यो एरेमा कुनै पनि इलिमेन्ट फर एक्जाम्पल लेट्स टेक 4, यो इलिमेन्टको हैन यो इलिमेन्टको नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको यसको राइटमा भएको फर्स्ट, यसमा राइट पार्टमा भएको फर्स्ट योभन्दा ठुलो एलिमेन्ट नै ग्रेटर एलिमेन्ट हुन्छ। फर एक्जाम्पल यसमा हेरौँ, यसमा हुन्छ जस्तै 1, 1 को राइटमा के छ, 3 छ, 3 इज ग्रेटर देन 1, सो यसको ग्रेटर, यसको नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको के हुन्छ त भन्दा 1 को 3 हुन्छ हैन, 1 को 3 हुन्छ र 3 को नेक्स्ट ग्रेटर एलिमेन्ट जस्तै राइटमा हेर्यो भने 4 ग्रेटर छ, सो यसको नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको 4 हुन्छ। 4 को लागि 2 छ, देयर इज नो अदर एलिमेन्ट्स, सो यदि छैन भने यहाँ के भनेको छ त भन्दा if there is no next greater element then answer for the square is -1। यसको लागि -1 गर भनेको छ, सो -1 हुन्छ। ओके, 2 को लागि -1 हुने भयो किनकि त्यहाँ एलिमेन्ट नै छैन अरु हैन। सो यो एरे A2 को लागि, A2 को एलिमेन्ट्स, इच एलिमेन्ट्स को लागि हैन यो नेक्स्ट ग्रेटर एलिमेन्ट्सहरु भयो भने अब A1 को लागि के हुने भयो त भन्दा हो यो इच भ्यालुज एरेको A1, एरे A1 को इच भ्यालुज को नेक्स्ट ग्रेटर एलिमेन्ट फाइन्ड गर्नको लागि A2 युज गर्नु पर्यो। A2 को नेक्स्ट ग्रेटर एलिमेन्ट A2 युज गर्नु पर्यो भनौँ न। जस्तै यहाँ चाहिँ देखे नेक्स्ट ग्रेटर एलिमेन्ट फर इच भ्यालुज अफ A1, 4 को लागि के छ -1 ओके, यहाँ भनेको छ क्वेसनले जस्तै फर इच 0 is less than or greater, less than or equal to I, that is less than norms1 dot length, norms1 को each element, find the index j such that norms1i is equals to norms2 को j and determine the next greater element of norms2 j, next greater element of norms2j in norms2। त्यही भन्नु खोजेको, find the next greater element of each values, find the next greater element for each values of array A1 inside array A2 भनेर। जस्तै 1 को लागि के छ 3 छ, ओके 1 को लागि 3 र 2 को लागि के हुन्छ 2 को लागि -1 हुन्छ। ओके, सिमिलरली यसको लागि ग्रेटर एलिमेन्ट फाइन्ड गरौँ। क्वेसनले यही भनेको है, 1 को नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको त्यस यो 1 को राइटमा लुप राइटमा जुन पनि 1 भन्दा अर्को ठुलो एलिमेन्ट, ठ्याक 1 भन्दा ठुलो एलिमेन्ट, द्याट इज द नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको। जस्तै 2 छ हो, 2 हुने भयो, 2 को लागि 3 हुने भयो, 3 को लागि 4 हुने भयो, 4 पछि एलिमेन्ट्स नै छैन, ग्रेटर एलिमेन्ट नै छैन भने चाहिँ -1 हुने भयो। हो, यही युज गरेर, यसैलाई नै युज गरेर A1 को इच एलिमेन्ट, नेक्स्ट ग्रेटर एलिमेन्ट फर इच भ्यालुज अफ A1 भनेको कति हुने भयो त भन्दा 2 को लागि के छ 3 छ, 4 को लागि के छ 4 को लागि -1, यो नै हो एन्सर, यो नै हो एन्सर। लेट्स टेक वान मोर एक्जाम्पल क्विकली, लेट्स टेक वान एक्जाम्पल। जस्तै लेट्स टेक वान मोर एक्जाम्पल। सपोज हाम्रो एरे
अझ राम्ररी बुझौँ है त, अझ राम्ररी बुझौँ। जस्तै हाम्रो एरे छ 1 5 0 8 3 6 होइन 3 6 मेबी 9 यस्तै होइन 4 ल यस्तो छ अरे हेरे। अब यसको नेक्स्ट ग्रेटर एलिमेन्ट भनेको के हुन्छ त? नेक्स्ट यसको फाइन गरौँ है त। यो क्वेसनले के गर्नु के मागिरहेको छ त्यो बुझौँ है त। नेक्स्ट ग्रेटर एलिमेन्ट फर दिस एरे इज है 1 को लागि के हुने भयो त? 1 को लागि ठ्याक्क राइटमा भएको नेक्स्ट ग्रेटर एलिमेन्ट 1 को लागि के हुने भयो? 5 हुने भयो। 5 भेटियो नि त। 5 को लागि अब 5 को लागि इज 0 ग्रेटर देन 5 नो, यो हुने भएन। तर ठ्याक्क यो 8 आयो, इज 8 यस, सो एन्सर के हुने भयो? 8 हुने भयो। 0 को लागि 8 हुने भयो। 8 को लागि होइन 3 होइन 6 पनि होइन 9 हो, सो 9 हुने भयो। ओके, एन्ड 3 को लागि 6 हुने भयो, 6 को लागि 9 हुने भयो, 9 को लागि इज देयर ग्रेटर एलिमेन्ट छैन, -1 हुने भयो। 4 पछि एलिमेन्ट्स नै छैन, ग्रेटर एलिमेन्ट्स नै छैन, -1 हुने भयो। सो क्वेसनले यही नै हो मागेको, वी हेभ टु फाइन्ड द नेक्स्ट ग्रेटर एलिमेन्ट। रिटर्न एन एरे एन्सर अफ लेन्थ ए। क्वेसनले भनेको यही हो क्या। यसको लेन्थ यसमा भएको हरेक एलिमेन्ट्सको नेक्स्ट ग्रेटर एलिमेन्ट फाइन्ड गरौँ। तर के भनेको छ? डिटरमाइन द नेक्स्ट एलिमेन्ट्स अफ नर्म्स। यसबाट यो इच एलिमेन्ट्सको नेक्स्ट ग्रेटर एलिमेन्ट चाहिँ यो एरेबाट फाइन्ड गर्नु। all integers in norms 1 and norms 2 are unique। यहाँ भएको एलिमेन्ट्सहरू एकदम युनिक हुन्छ र norms 1 all integers of norms 1 also appears in norms 2। यहाँ भएको एलिमेन्ट्सहरू यहाँ एपियर हुन्छ, यहाँ हुन्छै हुन्छ, also appear in norms 2 है। त्यही भने हो क्वेसनले। नाउ यसलाई कसरी सल्भ गर्ने त? एउटा वे भनेको we can for each एलिमेन्ट अथवा हरेक एलिमेन्टको लागि सपोज यसलाई पिक गरेर यससँग कम्पेयर गर्ने होइन, यससँग कम्पेयर गर्ने, फाइन्ड भयो, ग्रेटर एलिमेन्ट फाइन्ड भयो भने यहाँ पुस हाल्ने, एन्सरमा पुस हाल्ने। अब 5 मा मुभ हुने, 5 को लागि नेक्स्ट ग्रेटर एलिमेन्ट यता सर्च हाल्ने, स्क्यान हाल्ने। ए 0 छ त? छैन। 0 हो त? होइन। 8 यस इट इज ग्रेटर देन 5, सो 8 लाई यहाँ पुस हाल्ने। 0 को जाने, 0 मा जाने, 0 को लागि ग्रेटर एलिमेन्ट फाइन्ड गर्ने, 8 भेटिहाल्यो, 8 रिटर्न हाल्ने। यसरी वी क्यान होइन, यसरी हामी नेक्स्ट ग्रेटर एलिमेन्ट यो एरेको लागि फाइन्ड गर्न सक्छौँ, राइट। सिमिलरली यसको लागि यो दिएको उसको लागि कसरी गर्ने भयो त भन्दा इच एलिमेन्ट अफ A1 को लागि हामी चाहिँ यसमा हेर्छौँ कि यसमा लुप लगाएर यसको नेक्स्ट ग्रेटर एलिमेन्ट फाइन्ड गर्छौँ होइन। 4 को लागि 1 हेर्छौँ, 3 हेर्छौँ, 4 हेर्छौँ होइन। यदि 4 पछाडि कुनै पनि ग्रेटर एलिमेन्ट छैन भने माइनस, राइट। 1 फेरि त्यसपछि 1 पिक गर्छौँ। इच भ्यालु अफ A1 को लागि यसमा हेर्छौँ, नेक्स्ट ग्रेटर एलिमेन्ट यसमा हेर्छौँ। ओके, यस्तो गर्दा अब भनेपछि कति लाग्ने भयो त? टाइम कम्प्लेक्सिटी कति लाग्ने भयो त? सी हामी चाहिँ हरेक आइटमको लागि होल एरियामा जानुपर्न सक्ने सम्भावना हुन सक्छ, राइट। हरेक एरियामा जानु पर्ने सम्भावना हुन सक्छ। सपोज यहाँ सिमिलर लेट्स से सपोज यहाँ 8 यहाँ थियो होइन, 8 यहाँ थियो होइन, यहाँ जानु पर्यो, यहाँ जानु पर्यो, यहाँ जानु पर्यो, यहाँ जानु पर्यो, यहाँ जानु पर्यो। ल लास्ट सेकेन्ड लास्टमा गएर 9 फाइन्ड भयो। सी टाइम एकदम खायो क्या यहाँ, एकदम टाइम कम्प्लेक्सिटी एकदम हाई भयो, राइट। सो टाइम कम्प्लेक्सिटी भनेको कति हुने भयो त भन्दा ब्रुट फोर्स एप्रोचबाट गर्दा भन्न खोजेको
हरेक एलिमेन्ट यो एलिमेन्टको लागि हरेक यो होल एरेको इन्डसम्म जाँदाखेरि अथवा जस्तै मैले भने जस्तै 8 को लागि हेर्दाखेरि यहाँबाट यहाँसम्म जानु पर्यो नि त होइन यहाँसम्म जाँदा टाइम कम्प्लेक्सिटी एकदम धेरै लाग्यो भनेको टाइम कम्प्लेक्सिटी यो केसमा कति हुने भयो त भन्दा ओ अफ ओ अफ के हामी यो सपोज यसको लेन्थ यान थियो होइन सपोज यसको लेन्थ यान थियो यो होल इच आइटम लुट गरेर इच आइटमको लागि नेक्स्ट ग्रेटर एलिमेन्ट फाइन्ड गर्नको लागि यो एरियाको होल लेन्थमा जानु पर्यो होल लेन्थमा जानु पर्यो सो यसको टाइम कम्प्लेक्सिटी भनेको ओ अफ यान टाइम्स यान बुझ्यो नि यो आइटमको लागि फर इक्जाम्पल यसको लागि यहाँबाट सपोज यहाँ 8 थियो भने यहाँ जानु पर्यो यहाँ जानु पर्यो होल एरियामै जानु पर्यो कि द्याट्स वाइ ओ अफ एन स्क्वायर होइन अनि स्पेस कम्प्लेक्सिटी कति हुनुभयो त भन्दा ओ अफ एन किन यो न्यू आउटपुट एरेको लागि स्पेस फर न्यू एरे फर न्यू आउटपुट एरे यो चाहिँ ब्रुट फोर्स approach brute force approach so can we make this better